बालेन शाहलाई म के भन्न चाहन्छु भनेपछि नेपाली ब्रोले जुन खुकुरी हानेर आफ्नो श्रीमतीको हत्या गर्यो नि हैन, त्यो त्यस्तो हत्याहरू नेपालमा धेरै भइरहेछ। आज हैन, जमानादेखि भइरहेछ। तर बालेन शाहलाई चाहिँ म के भन्न चाहन्छु भनेपछि के त्यस्ता भिजनहरू बनेका छन् जुन नेपाली चेलीहरूलाई चाहिँ हत्या हुनबाट बचाउन सकियोस् हैन। विदेश घुम्नु भ्रमण गर्नु भनेको पछि हो, तर पहिला आफ्नो देशको सुरक्षा गर्नु चाहिँ एउटा लिडरको जिम्मेवारी हो। नेपाली जनतालाई चाहिँ म के भन्न चाहन्छु भनेपछि हैन, युवाहरू विशेष गरी यदि तपाईको श्रीमतीसँग मन मिलेको छैन, झगडा भइरा हुन्छ भनेपछि छोडिदिनुस् के, तर उनीहरूको हत्या चाहिँ नगर्नुहोस् हैन। उनीहरूको पनि एउटा जीवन हो, उनीहरूले पनि बाँच्ने मौका पाउनुपर्छ हैन। त्यो चिज चाहिँ म भन्न चाहन्छु। र यसै बारेमा एउटा मैले गीत पनि बनाएको छु है, हत्यारालाई तपाईले के गर्नु पर्यो भनेर। को आँसु बाबाको थकान, हामीले तिरेको मूल्यको बयान, सडकको धुलो जुत्ताको चिरा, यही बाटो उड्छ हिम्मतको बिडा। आँखा जुधायो भने डर भाग्छ, सत्यको नामले ढोका भत्किन्छ। रगतले लेखेको नाम मेट, झुटको महलमा ढोका नखोल। हाम्रो शिर झुक्दैन सुन, अध्यारो भित्रै जन्मिन्छ जुन। अब उठ्नु पर्छ, राजा पनि ल्याइन्छ, झारेपाते नेता ढल्छ, जनताको घाउले बोल्छ। अब उठ्नु पर्छ, यहीबाट सुरु, हत्यारालाई जेल होइन, फाँसीको डरले रु। माटोले बोल्यो सुनेर हेर, घुँडाको घाउमा घामको फेर। आजको पीडा भोलिको ज्वाला, हामी नै लेख्ने नयाँ हाला। अब उठ्नु पर्छ, राजा पनि ल्याइन्छ, झारेपाते नेता ढल्छ, जनताको घाउले बोल्छ। अब उठ्नु पर्छ, यहीबाट सुरु, हत्यारालाई जेल होइन, फाँसीको डरले रु।